नमस्कार। मेरा आफन्त इष्टमित्र नातागोता साथीभाइ सम्पूर्णलाई म गोवाबाट नमस्कार गर्दछु। मेरो गोवा बसाइको आज 29औं दिनमा छु र आज हामी बिहान घरबाट केही मार्केटिङको लागि बजारमा निस्केका छौं र हामी मार्केटिङको क्रममा यो तरकारीहरू फलफुल लिनको लागि हामी पन्जिम मार्केट तरकारी बजार गएर हामी फर्किँदैछौँ। मेरो साथमा जय साहब हुनुहुन्छ, उहाँले जसले गाडी ड्राइभ गरिरहनु भएको छ र म चाहिँ यो गोवाको केही स्थानहरूको दृश्य कैद गर्नमा लागिरहेको छु र आजसम्मको मेरो यहाँको बसाइ अति नै सौहार्द शान्त रूपमा एकदम सरल तरिकाले बितिरहेको छ र मलाई लागिरहेको छ म आफ्नो होम टाउन काठमाडौँभन्दा बाहिर छैन र म त्यही नै छु जस्तो मलाई भान भइरहेको छ। किनभने एउटा चाहिँ सबभन्दा महत्त्वपूर्ण र खुसीको कुरा के छ भने मैले जुन यो नेपाली टोपी ढाका टोपी जुन लगाइरहेको छु र यहाँ भएका अधिकांश नेपालीहरूले टोपी उहाँहरूको शिरमा देखिएन र जति भेटिन्छ उहाँहरूले चाहिँ मलाई एकदम रिस्पोन्स गरिरहनु भएको छ र यो चाहिँ तपाईँले आफ्नो पहिचान छोड्नु भएको छैन, नेपालको पहिचानै यही हो, हामी धेरै खुसी छौँ भनेर मलाई चाहिँ एकदम हौसला पनि प्रदान गरिरहनु भएको छ। त्यसो भएर म यो टोपी पनि मैले छैन र मेरो जय साहब यहाँ सवारी भइसक्नु भयो। अब उहाँले मलाई फेरि पनि ड्राइभिङ गरेर लैजाँदै हुनुहुन्छ र त्यो जुन टोपी हाम्रो टोपीको लागि चाहिँ एकदमै यति राम्रो रिस्पोन्स पाइराखिया छ। जति पनि नेपालीहरू भेट्नुहुन्छन् उनीहरूले चाहिँ यो महत्त्वपूर्ण हाम्रो नेपाली टोपीको जुन पहिचान छ उहाँहरूले पनि स्मरण नेपाली मात्रै पनि होइन, इन्डियनहरूले पनि यसलाई अति नै प्रशंसा गरिरहेका छन् र कसैलाई अब आउँदाखेरि टोपी पनि उपहार ल्याउनु पर्ने देखिएको छ र टोपी र हाम्रो नेपालको ढाका पछ्यौरा पनि हाम्रो जय साहबले अस्ति हाम्रो मणिपाल कलेजको डाक्टर हुनुहुन्छ, उहाँलाई त जय साहबले एउटा सम्मान स्वरूप त्यो पनि गर्छु भन्नुभएको छ। किनभने उहाँले त्यति हामीलाई चाहिँ हौसला दिनुभएको थियो, नेपालप्रति यति राम्रो सहानुभूति उहाँले दर्शाइरहनु भएको थियो र भ्याइ भने कुनै बेलामा भ्याइ भने गोवा पनि नेपाल पनि भ्रमण गर्छु भन्ने पनि उहाँले भन्नुभएको छ। यसको लागि हामी उहाँलाई धन्यवाद पनि दिन चाहन्छौँ र सबको जय होस्, मङ्गल होस्, शुभ होस्।